ओए ओए ह्याप्पी बर्थडे नि राजा चक्लेट खाउँदिन चक्लेट खाउँदिन ए किनेर खाऊ नि त 5 रुपियाँको 5 रुपियाँको चक्लेट नकिनिदिनु त मलाई के त 100 भन्दा धेरै पैसा अनि 5 रुपियाँ किन्दै नि त चक्लेट आज तेरो ह्याप्पी बर्थडे कति रुपियाँको हुन्छ त कति हुन्छ त 100 50 कति हुन्छ 100 र 50 भन् त लु मलाई नि थाहा छैन तँलाई थाहा छैन 150 अनि यस्तो गर्न त लु 100 राख कि 100 र 50 अनि फेरि 100 मात्रै फेरि 100 250 रुपियाँ भयो त 250 250 यस्तो गर्न त ओइ धामी 5 रुपियाँको उयो 250 मा 50 रुपियाँ लिएर आइज कि 50 को नोट लिएर आइज म यहीँ पर्खिराख्छु अनि चक्लेट लिएर आइज 5 रुपियाँको अनि 45 रुपियाँ घरमा फिर्ता लैजा ल जा त आउने कि नआउने लिएर छिटो भने किन उयो अर्जुन दाइकोबाट बाँकी ले नि त जा बाँकी माग्न अर्जुन दाइलाई भोलि ल्याइदिन्छु भनेर चक्लेट म भोलि बिहान 5 रुपियाँको दिन्छु भनेर ओ ब्रो यसको बर्थडे अरे कि आज यसको बर्थडे अरे कि अनि 5 रुपियाँको चक्लेट किन्न भनेको खोइ जान बाँकी मागेर ले न जान ऊ अनि बुढो र पापासको खाने नि त खाने नि चक्लेट खाने नि अन्त लु 5 रुपियाँको चक्लेट बाँकी बाँकीहरुलाई ले त ल जा ए तेरो बर्थडेमा नि मैले पैसा दिनु पर्ने यसको बर्थडे त चक्लेट खुवा त मलाई पो सोध्यो मेरो बर्थडेमा यसले चक्लेट खुवाएन त यसलाई ऱ्याप हान्न लु ऱ्याप हान लु तेरो बर्थडेमा ऱ्याप लु तेरो बर्थडेमा ऱ्याप लु लु ऱ्याप हान छुट त म चक्लेट खाउँछु लु मार्को आइपुग्यो ओइ यहाँ आइज न ओइ ओइ ओ ठुलो दामी यहाँ आइज ह्याभिङ खाना चाहिँ झुन्डिनु अनि पल्टो भने त्यो पल्टो भने त फेरि राम्रो व्यवस्था हुन्छ नि फेरि त्यसरी खेच्छ अहिले पाक्नु हुन्छ के हो तपाईँ त केही थाहा छैन मलाई यताको त मलाई नसोध्नु पक्रियो केलाई पक्रियो के यिनीहरू आफ्नो धुनमा म आफ्नो धुनमा हो ऱ्याप हान न ऱ्याप ए के को धुन्डिने ऱ्याप लु ऱ्याप लु छोड काले अनि अनि अरू लु पुरै तैँले हामी तर चक्लेट पनि नखाएको होइन पक्र लु यहाँ पुसअप लु कति हान्ने लु 17 लु 10 रुपियाँ पाइस लु 17 हानेको लु त कति हान्ने त कति हान्ने ल त 20 त 17 लु 1 2 3 लु त यसको गन है यसको कति भयो 7 8 9 10 11 12 13 14 15 16 17 19 20 ampun 24 ampun इसको त यसले त रन किडी हाने यस्तो पर्छ त 33 यता साइड लाग्यो ओ पक एकछिन कति अरे दुईजना सँगै आइदेऊ न ओ धामी उठ त धामी उठ एक हातले लु दुईजना एक हातले कति एक हातले कहाँ यो हात त खुम्दिनु पर्यो नि त उता यो हात त खुम्दिनु पर्यो नि त खुम्चाउनु पर्यो खुम्छ न त्यो हात त ए खोइ खुम्चिनु पर्यो नि त त्यो हातै खुम्चेको छैन त अनि ल खुम्छ त्यो हात खुम्छ ए देखाइदिनु जान्छ ए यार हामीले गर्दा खोइ गर त खोइ त्यो भएको छैन नि फेरि धामी चाहिँ कस्तो एक हातले यहाँ यस्तो हान्नु पर्यो अनि आम्पो 10 लु छिटो लु त्यो खोइ हात खुम्छ नि यो त्यस्तो हुनु पर्यो नि त खुम्छ लु खोइ भएन यो त
कुन चाहिँ आमाले तँ त सेतो नटेक्ने होइन तँ त यिनीहरूले जित्छ सेतो टेक्ने उहाँबाट यो ठुलो खेल्छी यो ठुलो खेल्छिस् यो ठुलो यहाँबाट कुदेर आएर यहाँ जमानु पर्यो लु यहाँबाट त हुँदैन उताबाट हान्नु पर्यो उताबाट लु ल धामी लडो भएन यसको भएन छुयो को बिचमा अरे भएन कालेतिर भएको छैन है भएन लु धामीको धामीको भएन भएन अलिकतिले भएन अर्को धामी अम्पोलो छिटो लु 1 2 3 ठुलो धामी भएन यो पनि लु उता उहाँबाट भएन त्यो रेखामा चाहिँ रेखाबाट यो डिलबाट हान्नु पर्यो डिलबाट लु छोड ओ धामी डिस्टर्ब नगर खुइलीलाई मोटेलाई च्यालेन्ज यो त भएन धामीको त हुँदै भएन